Yeah, hello everyone. Welcome back to the another video of Pasa Vlog. आज चाहिँ धेरै पछि हामी राइडमा जाँदैछौँ है। राइड चाहिँ हामी माथि छिल्लीकोट भन्ने ठाउँमा जाँदैछौँ। आज चाहिँ हाम्रो राइडमा म मोटे अनि जीवन, नवीन भाइ, निरज अनि अर्को एकजना खैको निरजको साथी छन्। तीनटा बाइक हुन्छ होला। अब दुईटा चाहिँ यहाँबाट जाने घोराइबाट, एउटा चाहिँ नारायणपुरमा। अनि हामी चाहिँ आज मिटअप पोइन्ट चाहिँ डिके पम्पमा हो। अनि त्यहाँ जानु अगाडि चाहिँ मेरो एकछिन एउटा यामा सोरुममा एउटा सानो काम छ र एकैचोटि वहीँ सोरुम काम भएर भेटौँला है त। ल गाइस, मेरो चाहिँ यामाको काम भइयो। काम त त्यस्तो ठुलो केही छैन, बाइकमा सिट कभर हाल्नु थियो क्या। र अब पम्पमा गएर भेटौँ है त। ल गाइस, हामी चाहिँ सबैजना भेटिसक्यौँ। जीवन र नवीन भाइ चाहिँ त्यहाँ, मोटे चाहिँ यहाँ। अब हाम्रो राइड चाहिँ सुरु हुन लाग्यो। बस ल जाऊँ। ब्याग मैले बोक्नुपर्छ क्या हो? अहिले बोकेँ। यहाँको बाटो पनि लास्टै धुलो खान तेरि। हाम्रो चाहिँ राइड अहिले कति बज्यो? ठ्याक्क 1 बजे स्टार्ट भयो है हाम्रो राइड। अब त्यहाँ चाहिँ 1.5 घन्टा जति लाग्छ भन्ने जस्तो लाग्थ्यो मलाई। अब खै कति घन्टामा पुगिन्छ, बिस्तारै जाने। सो अब नारायणपुरमा चाहिँ निरज छन्। अब त्यहाँबाट चाहिँ 3टा बाइक हुन्छ र जीवनहरू चाहिँ अगाडि गइसकेका छन्। हामी पनि जीवनहरूको पछि के गर्छौ के? ल गाइस, हामी चाहिँ नारायणपुर आइपुग्यौँ। अब निरजहरू चाहिँ अहिले अगाडि बजारमा छ भन्थ्यो र छिल्लीकोट जाने बाटो चाहिँ अगाडि डुड्रास आउँछ। डुड्रासबाट भित्र छिर्नुपर्छ। ल अब चाहिँ हामी सबैजना भेटिसक्यौँ। निरज पनि आइसक्यो। हामी चाहिँ 3टा बाइक भयो। एउटा जिक्सरमा निरज र अर्को सोल्टीको नाम चाहिँ मलाई थाहा छैन। अनि मेरो बाइकमा चाहिँ मोटे र म, अनि पछाडि एनएसमा चाहिँ जीवन र नवीन भाइ। ल गाइस, राइडको मजा लिनु है।
हामी चाहिँ रुद्राक्ष आइसक्यौँ होइन। अनि चिल्लीकोट जाने बाटो चाहिँ यहीँबाट भित्र है। अब यहाँ चाहिँ पहिला चाहिँ यता अफरोडै अफरोड थियो, अहिले चाहिँ हल्का पिच बना रहेछ। अब कहाँदेखि हो पिच अब यसो दोरी सोरी भयो भने थियो। यसको सुरुदेखि लुज रहेछ होइन। यही हालिदिनु ल, यसले हाल है। अब खेल्ने खेल्ने गर्छ के र, झन् त झर्दैन। घोरै गएर त्यो बोल्ट हाल्यो। अब जाम गयो, मोटै भयो। कति बेला भयो यहाँ तिनै? एनएसको चाहिँ तल मडगाडको चाहिँ बोल्ट खुस्के रहेछ क्या। अनि त्यही भएर एउटा सानो तारले अहिले अड्काएको काम चलाऊ। अब फर्केपछि बोल्ट हाल्ने त्यसमा केही छैन। राइटमा यस्तो सानोतिनो कुरा त भइरहेको छ नि। दाइ यो चिल्लीकोट जाने बाटो यही हो? यहाँबाट सिधा माथि जानुहोस्। हजुर। अनि त्यहाँ एउटा सानो पुल जस्तो होला, यो भित्री सग्राम जान्छ। तपाईँहरू फेरि यता पश्चिम साइडतिर लाग्नु होला है। हजुर। अनि चिल्लीकोट जान्छ। ए हस्, धन्यवाद। मालिका जाने बाटो त्यही हो नि। कता यता?
झर्छु म। प्रतीकसँग बसेर नि झर्नुपर्छ र तिमीलाई। राइटर हेर न को छ अगाडि। यही हो त्यहाँ हो। रास्तै खत्तम बाटो यार। जुत्ता हेर न मेरो। लगाइ हामी चाहिँ बाइकहरू त्यहाँ राखेर अब चाहिँ यता कालिका मन्दिर जाँदैछौँ। ढिलो चाहिँ अति खायो यार। सबैजनाले यता हेर त एकचोटि हाई भन्थ्यो। मास्क पनि खोलिदिउँ न त। लगाइ अब चाहिँ हामी उता त्यो भ्यू टावरमा जाँदैछौँ। बाटो यतातिर चाहिँ यो हिँड्ने स्टेप चाहिँ राम्रै बनाएको रहेछ। केटाहरू आउँदैछ। औ ए जाम। अनि उतातिर चाहिँ त्यो छोटो केहरू खाने खाने। अनि यतातिर चाहिँ हाम्रो डाङघाली भयो। ठुलो छ। गाइस हामी चाहिँ बल्ल बल्ल यो भ्यू टावर आइपुग्यो। अति सास फुल्यो यार। भ्यू टावर पो खुल्ला बन्द छ त यार। जान पाइँदैन क्या। टाल्चा लगाइदिएछ। भ्यू टावर बनाएर के मतलब भइगयो त जान नपाउने भयो। यतातिर चाहिँ त्यो चाहिँ मन्दिर भयो। के मन्दिर चाहिँ कालिका मन्दिर। भ्यू चाहिँ यही हो। बवाल छ भ्यू। अब चाहिँ हाम्रो ट्रिप चाहिँ के अरे सक्यो। अब यतै बाटो फर्किँला हामी। सिल्लीकोट चाहिँ यही रहेछ। एकचोटि चाहिँ आउनु होला। अलि बाटो चाहिँ खत्तम रहेछ। लास्टै धुलो। यहाँ आउनुभन्दा अगाडि चाहिँ रेनकोट लगाएर आउनुपर्छ एकचोटि। आऊ है। ल हामी चाहिँ निस्क्यौँ। पछाडि केटाहरू आउँदैछन्। बाटो डेन्जर छ क्या किनभने कसले ढुङ्गा राखेको छ। अनि गाइस आजको हामी चाहिँ यो भ्लग चाहिँ राइडको भ्लग चाहिँ यतै इन गराउँ है। गोप्रोको ब्याट्री नि सकिन लाग्यो। अनि
यदि च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु, लाइक गर्नु, सेयर गर्नु भिडियो। फोटोहरू हेर्नलाई चाहिँ इन्स्टाग्राममा फलो गर्नु होला। इन्स्टाग्रामको लिङ्क डिस्क्रिप्सनमा छ। अब अरू यस्तै हो। सी यू इन द नेक्स्ट भ्लग। अन्टिल देन टेक केयर, बाई बाई। ल गाइस, धुलो बाटो चाहिँ सक्यो होइन। जुत्ताको हालत यस्तो भएको छ। बाइकको हालत अस्ति भर्खर धोएको बाइक यस्तो भयो, फेरि धुने जस्तो।